सो हेलो गाइस, अब चाहिँ मेरो ब्लगको स्टार्टिङ भइसकेर हुन लागेको छ होइन। म चाहिँ यता गाउँतिर आएको छु। यहाँ एउटा लोचनले बोलाएको छ मलाई उठिदियो होइन। त्यहाँदेखि बोलाएको छ, काम छ अरे, अनि त्यही जान लागेको छु गाइस। म चाहिँ अब त्यहाँ गएर हेर्छु है त। A few moments later. गाइस म चाहिँ यहाँ आएँ तर पनि त्यो अझै आएको छैन। कहाँ छ होइन, कहाँ छ त्यो पत्तो छैन। यहाँ बोलाएर मलाई यस्तो बोलायो, म यहाँ आइसकेँ, त्यो अझै आएको छैन होइन। म चाहिँ त्यसलाई यहाँ पर्खिरहेको छु। गाइस अरू चाहिँ के भन्ने हो र, अहिलेसम्म आएको छैन, कतिखेर आउँछ। अब त्यहाँ आइसी भ्लग गराउँछु है त गाइस। अब चाहिँ बल्ल आयो ती चोर, चाँडो बोलाएर मलाई बल्ल आएको चाहिँ होइन। त्यही हो गाइस, अब चाहिँ हामी हाम्रो काम गरेर घरतर्फ लाग्छौँ। अहिले भेटौँला है। A few moments later. हेलो गाइस, अब चाहिँ हामी यहाँ यो आयो होइन। यहाँ आएर यहाँ बस्यो त पक्कै स्कुटीमा। अब चाहिँ हामी यहाँबाट घर जान्छौँ होइन, टक्क लाएर। त्यही हो गाइस, घर गएर भेट्छौँ है त। सो हेलो गाइस, म चाहिँ अब स्कुल घर आएको छु होइन, टक्क लाएर। अब चाहिँ A few moments later. सो हेलो गाइस, अब चाहिँ टक्क लाएर हामी यसको घरबाट निक्लेर उहाँ स्कुलमा कराटे सिक्न जान लागेको छौँ। म त सिक्दिनँ, यसले सिक्छ अनि गाइस। त्यही गाइस, अब चाहिँ हामी यहाँ जान लागेको छौँ, बाटोमा छौँ, खेतै जान लाग्छौँ होइन। यहाँ चाहिँ त्यही हो, सबैले लाइक सब्सक्राइब गरिदिनु होला। नयाँ च्यानल हो, माया देखाइदिनु होला। अरू त के भन्ने र, त्यस्तै हो गाइस। अब यस्तो पानी परेर खेतभरि अब जमेछ पानी। अब यहाँ सजिलो पनि हुन्छ, यहाँ रोप्ने बेला पनि भएको छ। अब यतातिर चाहिँ रोपाइ पनि चालु भएको छ, कतै कतै चालु भएको छ। यो चाहिँ ग्रिन बेल्टमा छ गाइस। अहिले ड्रेस लगाएको छैन, म स्कुलमा गएर लाउँछ गाइस। त्यही हो, अरू त के नै भन्ने हो र होइन। ए भाइ धन्नै लोटेको गाइस, यस्तै खराब बाटो, चप्पल गाडिन्छ अहिले। यस्तो बाटो भएपछि नि अब राम्रै थियो, पानी परेको परेछ लगातार 2-3 दिन भयो, त्यही भएर बाटो खराब भएको छ। त्यही हो, हामी जान लागेको छौँ उहाँ कराटे। उहाँ छन् मान्छे छन् यता यस्तो टक्क हेर्नुहोस्। कराटे सिकेर 6 बजीतिर आइन्छ। अहिले चाहिँ 5 बजेको छ, 6-6:30 बजीतिर आइन्छ। यहाँ चाहिँ कुलो रहेछ, कुलो चढेर अब यता आइयो। यहाँ बिउ छ टक्क पाएर। अब यता चाहिँ अब रोपाइ हुन्छ 2-4 दिनमा। यस्तै हो गाउँठाउँ। अब हामी चाहिँ अब स्कुल पुग्न लागेको छौँ। त्यो स्कुलमा अब कराटे सिक्ने चाहिँ आज चाहिँ सेलेक्सन भन्ने थियो यिनीहरूको, सेलेक्सन हो अरे भनेको थिए गुरुले, भन्दै थियो। अरू त यस्तै छ टक्क लाएर भ्यू होइन।
अब चाहिँ स्कुल आउन लाग्यो गाइज। अब चाहिँ एकछिनमा गराउँछु है त म भ्लग। गाइज अब चाहिँ हामी स्कुलमा आएको छु। म चाहिँ स्कुल बिस्तारै बनाउनु लाग्छ ड्रेस चेन्ज गर्नलाई कलाएर बिस्तारै बनाउनु लाग्यो। यही नै भयो। त्यही गाइज सबैले माया देखाइदिनु होला। उहाँ चाहिँ कराटे सिक्छ नि, ऊ त्यहाँ मान्छे पनि आउँछन् कि। अब यस्तो कलाएर नयाँ स्कुल बनाउनु लाग्छ नि। यहाँ चाहिँ ताला मारेछन् स्कुलमा। तोड़ के अंदर जाएंगे हम, ऐसा नहीं बोलने का। त्यही गाइस अब चाहिँ यो स्कुलको नाम हेर्नु अन्त यहाँ के लेखेको छ ल पढेर कमेन्टमा भन्नु होला। कमेन्टमा भन्नु होला है त। अलि यता चाहिँ यहाँ मन्दिर रहेको छ, सरस्वती पूजा यसैमा गर्छन् होइन। हामी चाहिँ अब यो चाहिँ यहाँ ड्रेस चेन्ज टक्कलाई ड्रेस चेन्ज गर्दैछु म। यहाँ ग्रिन बेल्ट सक्छ त, ग्रिन बेल्टमा पुगेछ है। फेरि सक्दिनँ। यता चाहिँ यहाँ कता भुइँकटा छ। यता यता भुइँ कटर रहेको छ होइन। आम फाल्नुपर्छ। भुइँ कटर खै यहाँ टक्क लाएर भुइँ कटर रहेको छ। एक हप्तातिर चाहिँ पाक्छ अलि अनि झ्यापझुप हो क्या फेरि हामी फेरि होइन। त्यही हो गाइज। यहाँ फेरि चढ्नु पर्छ, जानु पर्छ। खुलाएर यताको भ्यू चाहिँ राम्रो रहेको छ, हेर्न सक्नुहुन्छ। टक्क लाएर आकाश होइन। ल त्यो गाइज अब चाहिँ यहाँ हामी यो कराटे सिक्छ। म चाहिँ अब भ्लग बनाउँदै बस्दै काम छैन गाइज। भ्लग बनाउँदै बस्दै मोबाइलमा चार्ज सकिदिएर पनि छैन, त्यही भएर चार्ज पनि लिएको छ। चार्ज लाउँला गाइस। अहिलेलाई यति नै। अहिले अरू बाँकी अहिले बनाउँछु है त। टक्क लगाएर गाइस म चाहिँ अब यता डुल्न जाँदैछु होइन। डुल्न जाँदैछु यता गाउँतिर। यहाँ त्यो चाहिँ कराटे सिक्दैछ, म यता डुल्न जाँदैछु। गाइस यहाँ बाटोमा चाहिँ म अहिले एकछिनमा भ्लग गराउँछु है त। टक्क लगाएर गाइस म चाहिँ मेरो घर आएको थिएँ होइन। मेरो घर चाहिँ स्कुलको नजिकै छ। त्यो स्कुल त्यो मेरो घर नजिकै छ। म यहाँ छतमा कपडा उठाउन आएको छु होइन। म चाहिँ अब कपडा उठाएर फेरि त्योसँग स्कुल जानुपर्ने हुन्छ। यहाँबाट पनि भ्यू बबाल देखेर होइन, बबाल देखिन्छ यहाँबाट पनि। ऊ त्यहाँ स्कुल रहेको छ, यहाँबाट त्यसको घर पनि देखिन्छ। ऊ त्यो लास्टको घर चाहिँ त्यसको हो। यो चाहिँ मेरो घर हो। त्यही गाइस ऊ त्यहाँ स्कुल छ ती गाइस। म चाहिँ अब यहाँ कपडा उठाउन आएको हो। अब यहाँबाट हेर्नुहोस् यही बाटो काठमाडौँ बुटवल जाने यही बाटो हो। यता चाहिँ हाम्रो घरतिर सुर्खेततिर गइन्छ होइन। मेरो पहाड घर चाहिँ सुर्खेत हो। सुर्खेतको गुट्टुमा भन्ने ठाउँमा हो। त्यहाँ चाहिँ मेरो पहाड घर हो। अझै पनि मेरो
हजुरआमा हजुरबुवा अङ्कल आन्टी होइन बस्नुहुन्छ होइन त्यही हो अनि हामी आएको थियौँ त्यहाँ यसो घर आएर कपडा उठा हुन्छु भनेर चाहिँ यहाँ आएको थिएँ यहाँबाट भ्यू बबाल देखिँदो रहेछ होइन घर आएको थिएँ कपडा उठाउनको लागि अब चाहिँ म कपडा उठाएर टक्क लाएर कपडा उठाउँछु कपडा उठाएर चाहिँ म फेरि स्कुल जान्छु होइन कराटे हेर्नलाई र त्यही नै हो गाइज अब चाहिँ स्कुल गएर भेटौँला है त टक्क लाएर चाहिँ म घरबाट निस्केर आएको छु होइन स्कुलमा आएर यहाँ म अब गाइज स्कुलमा प्रवेश भयो मेरो टक्क लाएर उता चाहिँ कराटे सिक्दैछन् त्यसैले अहिलेलाई चाहिँ यति नै होइन अहिले फेरि बनाउने छु त्यही हो गाइज सो हेलो गाइज त्यो चाहिँ यी टक्क लाएर कराटे सिक्दैछ यसको सेलेक्सन थियो आज अब हामी चाहिँ घर जान लाग्छौँ बाटोमा छौँ टक्क लाएर रात परेछ त्यही हो गाइज रात परेर अब 8 बज्न लागेको छ आज सिलेक्सन भएर ढिलो भयो होइन गुरु पनि ढिलो आएको थियो यसका त्यो गाइज आजलाई यति नै अब नेक्स्ट भ्लगमा भेटौँला है त।